बाट के भइरहेछ म यो हाम्रो नकुलजीले थप्नु होला भन्नु होला। अब वास्तवमा अहिले हामीले चाहिँ मिडिया एकाडेमीको लामो समयदेखि जुन कुरा भइरहेको थियो त्यो कुरा मान्छेलाई आम सञ्चार साक्षरताको लागि, डिजिटल साक्षरताको लागि र पत्रकारहरूको क्षमता विकासको लागि जरुरी थियो र त्यो लामो समयदेखि बहस पनि भयो। र त्यो किन जरुरी थियो भने यही पत्रकारिताको विश्वसनीयता आर्जन गर्नका लागि, विश्वसनीयता अभिवृद्धि गर्नका लागि जरुरी थियो। त्यो आजका दिनसम्म राज्यका उसबाट एउटा चाहिँ पुरा हुन सकेको अवस्था छैन। यही बेलामा म यहाँहरूलाई के अनुरोध गर्न चाहन्छु भने नेपालमा पहिलो पटक मिडिया एकाडेमी भनेर हामीले अनाउन्स गरेका छौँ। गोरखापत्र संस्थानले अनाउन्स गरेका छ। हामीले गोरखापत्र एकाडेमी स्थापना गर्ने भनेर अस्ति मात्रै निर्णय गरेका छौँ र त्यसका माध्यमबाट यिनै कुराहरू, मिडिया साक्षरताको कुराहरू, पत्रकारहरूको क्षमता अभिवृद्धिको कुराहरू, पत्रकारिताको संस्थागत विकासका कुराहरू, सिलेबसमा आधारित रहेर ट्रेनिङका कुराहरू, अनुसन्धानका कुराहरू, जर्नलका कुराहरू, प्रकाशनका कुराहरू गर्छौँ, डिस्कोर्स चलाउँछौँ नेपाली समाजका मुद्दाहरूमा भनेर गरेका छौँ। यो 3 गते चाहिँ हामी त्यसको लन्च गरेर चाहिँ डिस्कोर्स नै सुरु गर्दैछौँ हामीले। मैले खालि यो सन्दर्भ परेर मात्रै भनेको। अब अर्को चाहिँ अघि हाम्रो प्रकाशजीले भने जस्तो एउटा कुरा चाहिँ वास्तवमा बडा गजब के हुन सक्थ्यो भने जति चिज पनि अहिले यो प्रेस काउन्सिलसँग जोडिएर, कतिपय सूचना विभागसँग जोडिएर कति चिजहरू यो जस्तो अनुदानका कुराहरू, फाइनेन्सियल बिरामी हुँदाका उसको कुराहरू, त्यो सहुलियतका कुराहरू जति छन् यो सामाजिक सुरक्षा कोषमा जान सक्यौँ भने यी सबै चिज दूर हुने हुन्छन् र पत्रकारको पेसागत चाहिँ सुरक्षाको प्रत्याभूति पनि एकदम मजासँग हुने रहेछ। मैले यो बिचमा हामी पनि अस्ति सामाजिक सुरक्षा कोषमा गयो। नेपालमा संस्थागत आबद्धता लिने सरकारी मिडियामा गोरखापत्र संस्थान पहिलो हो, अस्ति भर्खरै मात्र लियो। अब तुरुन्तै चाहिँ हामी त्यसको प्रोसिडियरमा व्यक्ति सूचीकरणको उसमा गइरहेछौँ र अहिले हाम्रो चाहिँ मासिक पारिश्रमिक लिनेहरूलाई अहिले आबद्ध गराउने, किनभने यो फिस्कल इयरको मिडमा छौँ, हामीले बजेटको व्यवस्था पनि छैन र बिस्तारै चाहिँ त्यसलाई चरणबद्ध रूपमा अरूहरूमा पनि लैजाने, जालादारीका स्टाफहरू, स्ट्रेन्जरहरू अरूहरूमा पनि लैजाने भनेर गरेका छौँ र संस्थागत आबद्धताको प्रमाणपत्र नै हामीले लिइसक्यौँ। त्यो मैले यो बिचमा अध्ययन गर्दाखेरि धेरै जस्तो हाम्रो पेसागत समस्याहरू यदि हामी त्यहाँ आबद्ध हुन सक्यौँ भने समाधान हुने मैले चाहिँ आफूले महसुस गरेँ। त्यसैले तपाईँहरू पनि इन्डिभिजुअल लेभलमा पनि हामी जतिजना छौँ, जतिले रोजगारदाता भए पनि, सानो मिडिया भए पनि, स्वरोजगारमूलक चलाएको भने, आफ्नै लागि भए पनि, आफै त्यहाँ सम्पादक प्रकाशक भए पनि त्यहाँ गइराख्नु, इन्भल्भ भइराख्नु राम्रो देखिन्छ। त्यो कुराको लागि अघि मैले यो यहाँ आएको भएर मैले सम्झेर त्यो कुराको लागि प्रेस काउन्सिलले पनि वास्तवमा सहजीकरण गर्नुपर्ने, त्यसलाई चाहिँ अलिकति के अरे प्रवर्धन गर्नुपर्ने जरुरत देखेँ। अब अलिकति मैले यहाँहरूलाई फेरि अनुरोध के गरेँ भने हामी पनि कतिपय अवस्थामा जस्तो सोसल मिडियाले वा मान्छेका इन्डिभिजुअल प्रोफाइलले इन्डिभिजुअल चाहिँ के अरे त्यो इन्डिभिजुअल इन्फर्मेसनको लेभल बढ्यो, त्यसैले मेन स्ट्रिम मिडियालाई चुनौती भयो, हामीलाई चुनौती भयो त भन्छ। अब त्यो कुरा रोक्न सकिने कुरा होइन क्या। त्यसको एउटै विकल्प भनेको के हो भने हामीले क्वालिटी इन्स्योर गर्नु पर्यो र हाम्रो जर्नलिस्टिक प्रोसिडियर मान्छेलाई सम्झाउनु पर्यो। गङ्गाधर पराजुलीले फेसबुकमा लेख्ने स्ट्याटस र उनले एउटा मिडियामा लेख्ने समाचारका बिचमा यो भिन्नता छ भन्ने कुरा हामीले जबसम्म हाम्रो अडियन्सलाई, उपभोक्तालाई बुझाउन सक्दैनौँ त्यो कुरा उनीप्रति विश्वास नगर्नुहोस् त हामी पब्लिकलाई भन्न सक्दैनौँ, तर हामीप्रति यस कारणले विश्वास गर्नुहोस् भन्ने लेभलमा हामी जान सक्यौँ भने मलाई लाग्छ अहिले देखिएका यी समस्याहरूको कतिपय पेसागत जुन चुनौतीहरू छ त्यसलाई पनि समाधान होला जस्तो लाग्छ। यो छलफलको वातावरणका लागि म नकुल भाइलाई धन्यवाद। तपाईँहरूले मेरो कुरा सुनिदिनु हो। प्रेस काउन्सिल नेपालका सदस्य शरण लामिछाने हुनुहुन्छ। हामी खास अनौपचारिक ढङ्गले नै गर्ने भने यो धेरै औपचारिक पनि छैन, खालि चौरमा गर्नु ठाउँमा यहाँ हल खाली र चाहिँ यहाँ बसेको एउटा अनौपचारिक आदान प्रदानकै रूपमा नै प्रेस काउन्सिलका सदस्य